त्यसैले नेपाली कांग्रेस पार्टीले जहिले पनि के हेर्ने हो, अरू पार्टीको जस्तो सुविधा हामीलाई छैन। हामीले के हेर्ने हो भने देशमा त्यो बेलाको समस्या के छ, त्यो समस्यालाई सम्हाल्ने काम हाम्रो। हिजो मधेस आन्दोलन भयो, मधेस आन्दोलनप्रति मेरो ठुलो सम्मान छ। त्यो आन्दोलनले धेरै उपलब्धिहरू दिएको छ। तर मधेस आन्दोलन भइसके पछाडि ल एउटा उचाइमा पुगिसकेपछि त्यो सम्हाल्न चाहिँ को आयो? कांग्रेस आएको होइन। हिजो त्यत्रो जनजातिको आन्दोलन भयो, जनजातिको आन्दोलनप्रति पनि मेरो सम्मान छ। त्यो जनजातिको आन्दोलन त्यत्रो भइसकेपछि सम्हाल्न को आयो? सम्हाल्न कांग्रेस आएको होइन। यो पटक पनि युवाहरूले आन्दोलन गरे, विद्रोह गरे। के को विरुद्धमा गरे? कुशासनको विरुद्धमा गरे, भ्रष्टाचारको विरुद्धमा गरे। अब सम्हाल्ने काम कसको? मिलाउने काम कसको? त्यो युवाहरूले के पनि गरेको छैन, त्यो पनि गलत। त्यो युवाहरूले गरेको काममा घिउ थपेर त्यसको सबै फाइदा मैले लिनुपर्छ, त्यो पनि गलत। यसलाई सम्हाल्ने काम कसको? सम्हाल्ने जिम्मा नेपाली कांग्रेसको हो। युवाको कुरा सुन्नुपर्ने, तिनीसँग बसेर बात मार्नुपर्ने छ, सबैलाई मिलाएर लिएर जानुपर्ने छ। त्यो जिम्मा नेपाली कांग्रेस हो। तर यो जिम्मा पुरा गर्नका निम्ति हामीले के भन्यौँ? पहिला कांग्रेस तयार हुनुपर्छ। कांग्रेसले पनि कतिपय गरेका खराब कामहरू फाड्नुपर्छ। हामीले पनि कति गल्ती कमजोरी गरेका छौँ। गल्ती कमजोरी स्वीकार गर्ने कायर होइन। जसले गल्ती कमजोरी ढाकछोप गर्छ त्यो कायर हो। जसले आफ्नो गल्ती कमजोरी स्वीकार जिम्मा लिन्छ, अरूलाई दोष दिएर होइन। म पनि त हो, म कांग्रेसको महामन्त्री थिएँ नि। हिजो नेपाली कांग्रेसले गरेको कतिपय कमजोरीको भाग मैले हिजोको नेतालाई मात्र दिनुहुन्छ, म आफै पनि हो। हिजो के गल्ती कमजोरीहरू भएका छन्, ती गल्ती कमजोरीहरूलाई सच्याउँछौँ भन्ने सङ्कल्प गरेर कांग्रेस अधिवेशन गरेर एउटा सङ्कल्प बोकेर आएको छ। हामी बदलिएका छौँ, बदलिएको कांग्रेसले अब देश पनि बदल्छ। यो नारा होइन, यो सङ्कल्प, यो विश्वास हो। बदलेको भनेको के हो? सबै पुरानो कुरा खराब भनेको? यो मञ्चमा बस्ने यहाँ तल बस्नुभएको कतिजना मानिसहरू हुनुहुन्छ, कतिजना चाहिँ यहाँ बुढापाकाहरू हुनुहुन्छ। तपाईँहरूसँग अहिले मैले एक कुराकानी गरेँ भने तपाईँ कसैले बिपी गोरालासँग काम गर्नुभएको छ, कसैले गिरिजा प्रशासन काम गर्नुभएको छ, पञ्चायतको दुःखको दिनमा काम गर्नुभएको छ। के यो नयाँ कांग्रेसले तपाईँको त्यो दुःखलाई अवमूल्यन गर्छ कि त्यो दुःखलाई अझ सम्झन्छ, अझ बढी सम्झन्छ, अझ बढी सम्मान गर्छ? नेपाली कांग्रेस पार्टी स्थापना हुने बेलामा जुन विश्वासले स्थापना भयो त्यो विश्वासलाई कमजोर पार्न दिन्छ, दिँदैन। झन् बढी सम्झन्छ, झन् बढी त्यो प्रतिको सम्मान गर्छ। हिजोको राम्रा कुरा सबै सम्झने हो, त्यसलाई अझै जोगाउने हो। नौजवानहरू नयाँ युगको नयाँ माग छ, त्यो मागलाई पुरा गर्ने हो। हामीले गरेका कमजोरी छोड्ने हो। हिजो हामीले के गर्यौँ? हामीले एउटा कुनै बिन्दुमा यस्तो आयो हामीलाई, हामी चुनाव जित्नका लागि जोसँग पनि मिल्न तयार भयौँ। हामी कलममा भोट हाल्न तयार भयौँ, हँसिया हतौडामा भोट हाल्न तयार भयौँ, साइकलमा भोट हाल्न तयार भयौँ, मसालमा भोट हाल्न तयार भयौँ। किन? नाम मिले मिलोस्, थर मिले मिलोस्, गोत्र मिले मिलोस्, नमिले नमिलोस्, चुनाव जसरी पनि जित्नु छ। त्यो कांग्रेस हो? होइन, त्यो गलत। हामीले गऱ्यौँ हिजो। त्यसैले यो पटक नेपाली कांग्रेस पार्टीले पहिलो त्यो गल्ती सच्याएर आएको छ। 165 निर्वाचन क्षेत्रमा हारे हारौँला, जिते जितौँला। चुनाव भनेको हार जितको कुरा मात्र होइन, सिद्धान्तको कुरा, निष्ठाको कुरा हो। एकजना कांग्रेसको मान्छेले रुख चिन्हभन्दा बाहेक अन्त कहीँ पनि भोट हाल्दैन। यहाँबाट सुरु भयो। यो हेर्दा सामान्य कुरा लाग्छ, तर यो आफूलाई सच्याउने कुराको प्रारम्भ हो। भोलि चुनाव जितेर गइसके पछाडि पनि हामी एक्लै बहुमत पुऱ्याएर सरकार बनाउने हाम्रो विश्वास छ। तर पुगेन भने के गर्छौँ? हामी सरकारमा पुग्नका लागि, टिक्नको लागि जोसँग पनि मिल्ने, जहाँ पनि गएर घुस्रने गर्दैनौँ। हामी आफ्नो पवित्रता, पार्टीको पवित्रता, सिद्धान्तको पवित्रतामा कहीँ पनि गएर सम्झौता गर्दैनौँ। हामी नेपाली कांग्रेस पार्टीलाई गलत ठाउँमा कहीँ पनि प्रयोग हुन दिँदैन। यो विश्वासको साथ लिएर त्यसैले मेरो पार्टीको साथीहरूलाई आग्रह छ, नेपाली कांग्रेस पार्टी एउटा विश्वासका साथमा नागरिकको बिचमा आएको छ। हामी यो संविधानलाई तलमाथि हुन दिन्नौँ। यो संविधान बडो दुःखको साथ बनाएको संविधान हो, वर्षौं लागेको छ। अहिले नौजवानहरूलाई, कतिपय साथीहरूलाई यो बेलामा नारा लाउँदै कति बेला के लागिरहेको छ भने यो संविधान यो त के छ र भन्ने लागेको छ। तर तपाईहरु धेरै होइन, 10-15 वर्ष अगाडिको माओवादीको हिंसाको काल, त्यस पछाडि यहाँ मधेसमा भएको द्वन्द्व, त्यो बेलामा हतियार 70 को हेर्नुस्, कल्पना गर्नुस् त। यो जनतान्त्रिक फान्त्रिक भनेर हिँडेको बेलाको अवस्था कस्तो थियो? दिन रात कति मानिसहरू मारिन्थे, कति ठुलो हिंसा बिहोर लागेको हामी, कति अगाडिको कुरा हो।
कतिले चन्दा तिर्नु परेको छ, कतिको घरबार लुटेको छ, कति अगाडिको कुरा हो, अस्ति भर्खरको कुरा हो। सबै कुरा भोगेर आएका। त्यसपछि यो संविधान लेखिएको छ। यो संविधान लेखिएको संविधानभित्र सबै कुरा ठिक छ छैन, यसलाई कतिपय कुराहरूलाई मिलाउनु पर्ने छ, मिलाउँछौँ हामी। प्रदेश यसरी चलेर हुन्छ हुँदैन, प्रदेशलाई बलियो बनाउनु पर्छ, बलियो बनाउँछौँ हामी। स्थानीय सरकारको सङ्ख्यालाई पनि मिलाउनु पर्छ। यत्रो ठुलो सरकार राखेर हुन्छ, यत्रो ठुलो संसद राखेर हुन्छ। संसद सानो बनाउनु पर्नेछ, सरकारको सङ्ख्या घटाउनु पर्नेछ, सांसदको सङ्ख्या घटाउनु पर्नेछ, मन्त्रीको सङ्ख्या घटाउनु पर्नेछ। यो सबै मिलाउँछौँ हामी। तर संविधान तलमाथि पारेर होइन, त्यही संविधानभित्र सबैलाई मिलाएर लिएर जानुपर्छ। प्राप्त गरेको अधिकारलाई थप जोगाएर लिएर जानुपर्नेछ। महिलाको अधिकार, दलितको अधिकार, मधेसीको अधिकार, मुस्लिमको अधिकार, अल्पसङ्ख्यकको अधिकार, मधेसमा बस्ने पहाडी मुलका मानिसहरूको अधिकार, सिङ्गो देशभरि मधेसीको अधिकार, सबै जनसमुदायको अधिकारलाई कहीँ न कहीँ त्यसलाई संरक्षण गरेर जोगाएर अझै विस्तार गरेर लिएर जाने काम कसले गर्छ? नेपाली काङ्ग्रेसले गर्छ। किन? किनकि हाम्रो नेतृत्वमा बडो मेहनत गरेर बनाएको संविधान यो। तर संविधान जोगाएर मात्र हुँदैन, यसलाई काम त गर्नु पर्यो। अहिलेको सबभन्दा ठुलो समस्या के हो? सबैको दिमागमा के आउँछ? करप्सन, भ्रष्टाचार। पासपोर्टको लाइन लिन गयो, लाइन लागेर पासपोर्ट लिन गयो, मान्छे त्यहाँ थाकेर आएको छ। एउटा बच्चालाई बल्ल 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 दुःख गरेर तपाईँ पढाउनुहुन्छ, रोजगारीको बजारमा जान्छ, कहीँ काम पाउँदैन, कतार मलेसिया जानु पर्यो। कतार मलेसिया 10 वर्ष कमाइ गरेर फर्केर आउँछ, घरको एउटा मान्छेलाई नलागोस्, कसैलाई किडनीको रोग लाग्छ, बल्ल 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 जब गरेको त्यो घर जग्गा सबै जान्छ। अनि यसो नागरिकले सोध्छ, यता गए पनि दुःख, उता गए पनि दुःख, छोराछोरीलाई नपढाउँ, काम छैन, पढाएर जागिर पाउँदैन। जागिर पाइहाल्यो भने काठमाडौँ जान्छ, विराटनगर जान्छ, महिनाको कति कमाउँछ भन्दा 25,000 कमाउँछ, घर भाडा कति छ सोध्यो भने 20,000 हुन्छ। उल्टो चामल र घिउ पनि यहाँबाट पठाइदिनुपर्छ। न छोराले, न छोरा र छोरी फर्केर आउँ, बाबा आमुका आउँ, त्यत्रो गरेर पढाएको छ, डिग्री हातमा लिएको छ, काठमाडौँ बसेर घरबाट चामल नपठाएको हुँदैन। सबै नागरिकका यस्ता दुःखका कथाहरू छन्, आमाहरूका झन् दुःखका कथाहरू छन्, सब महिलाहरूको अरू थप दुःखको कथाहरू छन्। यो दुःखको कथाहरूलाई अब केवल दुःखको कथाको रूपमा राख्ने होइन, यो 5 वर्ष यसलाई बदल्ने हो, यसलाई फेर्ने सकिन्छ गर्नु। हामीले अनुभव गरेर आएका छौँ। मैले जम्मा 9 महिना चलाएको स्वास्थ्य मन्त्रालय, त्यो 9 महिनाभित्र सुरु गरेको मैले स्वास्थ्य बिमा। तर अहिले त्यो बिमा मैले सुरु गर्दै गर्दा मेरो सोचाइ के थियो? 3,000 रुपियाँ तिरेर 1 लाख रुपियाँको बिमा। मैले बनाएको कानुनले त्यो भन्दैन। मैले बनाएको कानुनले तपाईँले वर्षको 3,000 तिर्नु होला, 5,000 तिर्नु होला, 10,000 तिर्नु होला, 20,000 तिर्नु होला, नसक्नेको चाहिँ सरकारले, स्थानीय सरकारले तिर्छ। तर एकपटक बिमाको रकम तिरिसके पछाडि तपाईँ जत्रो ठुलो रोग लागोस्, 20 लाख अस्पतालको बिल आओस्, 50 लाख अस्पतालको बिल आओस्, तर टेबलमा बिमाको कार्ड राखिसकेपछि 1 रुपियाँ पैसा नतिरिकन नागरिक उपचार गरेर फर्केर आउँछ। यो सोचाइको साथ कानुन बनाएको मैले 72 सालमा सुरु पनि गरेको। अहिले कहाँ पुर्याइन्छ? अहिले बिमा बन्द हुने अवस्थामा पुर्याएको छ। एउटा मान्छेले स्वास्थ्यको बारेमा सोच्नु नपरोस्, एउटा आमाले बच्चा आफ्नो छोराछोरीलाई राम्रो स्कुलमा पढाउनका निम्ति घर गहना बेच्नु नपरोस्, त्यसपछि पो राज्यप्रति विश्वास हुन्छ। बिरामी हुँदै गर्दा राज्य छ, केटाकेटी पढाउन राज्य छ, खेतमा मल समयमा आइपुग्छ, मेरो खेतको फसलले मूल्य पाउँछ। यी सानसाना कुराहरू हुन् नि, तर यी सानसाना कुराहरू कसरी गर्ने भन्ने कुराको बारेमा एउटा विषयको बारेमा गएको 7 वर्षदेखि म र मेरो टिमले काम गरिरहेको छ।